तपाईँ मात्र आउनु भा तपाईँ मात्र आउनु भा अब बाहिर भेट्दा त नचिन्ने जस्तो हुनुभएछ तपाईँ त थर्ड टाइम हो लु त त्यसो भए त तपाईँ पो अगाडि बढ्नु लु लु अगाडि बढ्नु हामी तपाईँ जहाँ जानुभयो त्यही लु त लु बसौँ के खानु सर लु तपाईँ पो भन्नु पऱ्यो त यार यो मैले त डेजर्टको रूपमा लास्टमा खाउँला यहाँ जुस पाउँछ प्योर पाउँछ ल नि त त्यसो भए त सुरुवात गरिहालौँ ए खानु बोलाउन न हजुर सर कस्तो लागिरहेछ हौ दामी अहिले झन् खाना नखाँदै दामी अनि खाएपछि झन् के हुने हो यहाँनिर राम्रो राम्रो तरुनी हेरेर राम्रो खोदिनु पर्ने भयो हजुर सरलाई योपालि बिहे गराइदिइहाल्नु पर्ने भनेको खै लुवामीलाई यता यहाँ त खोजी यता नि खोदिनु पर्छ नि कसले भने यता भइसक्यो प्याक होइन फ्रिडम हो मलाई के थाहा के छ नाम के हो अनि उ भुटान गर्छ भुटान एउटा के हो एक प्लेट भन्छ एउटा एक प्लेट हो के अनि अरु ड्रिंक्स के ड्रिंक्स वाटर हलाउनु हुँदैन
भाइ भुटान भाइ भुटान भाइ म पनि हाफ प्लेट पाइदिउँ न भाइ ममा हाफ प्लेट पाइदिउँ न भाइ लास्ट भिजिट पुरै हाफ हो हाफ खतरा छ त हाफ कसरी भन्ने रे मोमो त पाकिरहेछ हौ मोमो त पाकिरहेको सर गएर कम्प्लेन गरिहाल्नु त सिकाइदिनु त सर सर्भिस यसरी गर्नु लौ छोइला पहिल्यै दिन आएर हिँड्दैछ अनि हाम्रो त कहिले आउने हो तिमीहरूको आएर हिँड्दैछ ल दिदीले सुन्नुभयो अब आयो मोमो अब आयो नि त अब मोमो आयो हाम्रो एकदम बफ मोमो तातो तातो दिदीले हाल्दै हुनुहुन्छ दिदी असिन पसिन हुँदै गर्दा हाल्दै हुनुहुन्छ एकदमसँग चाहिँ पुरै हाल्यो हामीले तपाईँले बुझ्नु त बुझेन हामीले त फेरि आयो हाम्रो हाफ मोमो एकदम होइन कि हाम्रो धन्यवाद दिदी धन्यवाद नेवारीमा के भन्छ भन्नु के हो छोइला हरायो दिदीको छोइला हरायो हाम्रो छोइला भने छोइला भने आज भने यो एक प्लेट हो भुटन यो एक प्लेट रहेछ सर यो यार हातमा नि एक ग्यासमा सकाइन्छ म त ल एक प्लेट मलाई छैन यो त पानीमा उमालेर ल्याएको छ सर मिठै छैन त यार के भयो यस्तो भिड छ यार भिड चाहिँ म आफै पनि नेवार तर लागेन चित्त बुझेन बुझेको तपाईँले चित्त बुझेन म मिठ छैन बुझ्नु भयो अल्ला मिठ लाग्ने सर मिठ भुटान एकदम अहिले नुन लागेन भने नुन लागेको तर पेटमा गएर लाग्छ मिठो छ खान्यौ 12 है 12 एक 12 बिल धेरै निक्ल्यो भने त म मार्न उठाइहाल्छु हामी त यहाँ धेरै हामीले त मिठो नलाएर खाएको हुन्छ नि आधा छोडेर यहाँ पनि त्यो बाँकी छ यहाँ सबभन्दा बढी साग हाल्यो यी भुटान त मिठो नलाएर छोडेर 3 पिस त्यो खाली भयो हिसाब पनि अब क्यालकुलेट गर्न भएको छ कति हो मैले 100 150 सोचिरहेको हिसाब गर्न टाइम लाग्छ सर के हो अब त्यहाँ बोल्न न म मिलानु भन्दा सकिनँ है
दाइ हाम्रो कति भयो हामी तान्छौँ एउटा हाम्रो निस्कौँ भयो पोलिसको भत बत्ती दाइ हाम्रो कति भयो क्यालकुलेटर दरै थिच्नु भयो अब हामी नेक्स्ट टाइम आउने हो कि नआउने थाहा छैन खाना अनुसार त नआउने नै हो 750 सर 750 कस्तो लाग्यो सर चित्तर बुझ्यो आमामा एटिएमै हेर छ हाम्रो अनि सर के हामी तातिनु पर्दैन गर्दै गयो है म त गइडा सोचेर हात्तीले बाघ गएको होइन हुन्थ्यो सर नटलाउनु न यार होइन पैसा दिने हाल्न किन सर आयो डिस्काउन्ट गरेर हो सर फुल डिस्काउन्ट गरेर लानु नानी सर कस्तो लाग्यो पिठो मात्र खाएर के त अनि सर कप्पै मिला सर